साथीहरू आशा छ सबैजना सन्चै हुनुहुन्छ होला र धेरैजना चाहिँ एससीको रिजल्टको पर्खाइमा हुनुहुन्छ। पक्कै पनि यदि पर्खाइमा हुनुहुन्छ भने यो भिडियो चाहिँ हजुरको लागि एकदमै इम्पोर्टेन्ट छ र तपाईँलाई चाहिँ विशेष गरी हजुरले थम्बनेलबाट कतिपय कुराहरू बुझिसक्नु भएको छ भने हजुरलाई चाहिँ हामीले एससीको रिजल्ट कसरी चेक गर्न सकिन्छ प्लस त्यसको मार्कसिट पनि कसरी हेर्न सकिन्छ त्यसको बारेमा पुरै जानकारी दिन गइरहेको छु। भिडियोलाई राम्रोसँग हेर्नु होला, पहिला नआत्तिनु होला, मजाले हेर्नु होला अनि बुझ्नु होला र त्यसपछि मैले भनेअनुसार चाहिँ हजुरले रिजल्ट चाहिँ चेक गर्नु होला है त। र बिस्तारै भन्ने हो भने चाहिँ अब एससीको रिजल्ट लगभग अनाउन्स भइसकेको छ र हामीले चाहिँ अब चेक गर्नको लागि हजुर चाहिँ फर्स्ट अफ अल आफ्नो गुगल क्रोम ब्राउजरमा जानुपर्ने हुन्छ र त्यहाँ गइसकेपछि हजुरले सिम्पल त्यहाँ सर्च गर्नुपर्ने हुन्छ। लाइक हजुरले एससी रिजल्ट 2081 हान्नुभयो भने चाहिँ हजुरलाई यहाँ चाहिँ यस्तो इन्टरफेस आउँछ। जस्तै हजुरले पहिला चाहिँ एससी रिजल्ट 2081 हानेर सर्च गर्नु होला। देन सर्च गरिसकेपछि हजुरलाई चाहिँ यहाँ विभिन्न वेबसाइटहरू आउँछन्। जानेर मैले एउटा वेबसाइट मात्रै भन्छु है, हतार नगर्नु होला। यहाँनिर चाहिँ एउटा वेबसाइट रहेको छ जुन चाहिँ नेपाल टेलिकम भन्ने हजुरले देखिसक्नु भएको छ। सिम्पली हजुरले त्यसमा एकचोटि क्लिक गर्नु होला है त। यो चाहिँ नेपाल टेलिकमकोबाट भनेको छ र यसमा चाहिँ कमिङ सुन देखाइरहेको छ। र हजुरलाई यदि यस्तो वेबसाइटबाट भएन भने चाहिँ हजुरले अरू वेबसाइटबाट पनि चेक गर्न सक्नुहुन्छ। जस्तै अहिले चाहिँ हामी एउटा चाहिँ नेपाल टेलिकमको रह्यो, हजुरले यसबाट चाहिँ हेर्न सक्नुहुन्छ हैन। र त्यसै गरी अर्को भनेको चाहिँ एजुक सञ्जाल भन्ने एउटा रहेको छ, हजुरले यहाँबाट पनि हेर्न सक्नुहुन्छ र कमिङ सुन देखाइरहेको छ। हजुरलाई चाहिँ मैले पहिले नै जानकारी गराइसकेको छु र तपाईँले चाहिँ यहाँनिर आइसकेपछि यहाँनिर साइडमा सिम्बल नम्बर देख्न सक्नुहुन्छ। सिम्पली हजुरले चाहिँ यहाँनिर जुन इक्जाम्पल देखाएको छ यो इक्जाम्पलमा चाहिँ हजुरले आफ्नो सिम्बल नम्बर हाल्नुपर्ने हुन्छ र त्यसै गरी यहाँनिर त्यो सर्च बारमा चाहिँ हजुरले एकचोटि सर्च गर्नुभयो भने कति जिपिए आएको हुन्छ त्यहाँनिर चाहिँ जिपिए हेर्न मिल्छ है त। र त्यसै गरी हजुरले चाहिँ यहाँबाट आफ्नो मार्कसिट पनि हेर्न सक्नुहुन्छ है त। अब यस्तो साइटहरू धेरै हुन्छ साथीहरू, किनकि अब अहिले चाहिँ यो साइटहरू अपडेट भइरहेको छ र यो साइटहरू सबै के हुन्छ ट्राफिक बढी भएको कारणले काम नगर्न सक्छ हैन। र त्यसैले हजुरले चाहिँ मैले भनेको फर्स्टमा चाहिँ जुन भनेको साइटहरू छ त्यसमा गएर हजुरले चेक गर्न सक्नुहुन्छ। यस्तो विभिन्न साइटहरू त पाइन्छ, हामीले यहाँबाट पनि चेक गर्न सकिन्छ। तर विशेष गरी नेपाल टेलिकमको साइटबाट जानु होला, त्यहाँबाट भयो भने चाहिँ हजुरले त्यहाँबाट चाहिँ सजिलै रूपमा गर्न सक्नुहुन्छ है त। र अर्को भनेको जस्तै हजुरले चाहिँ अब यहाँनिर एससी.gov भन्ने हुन्छ हैन। सो त्यहाँनिर गएर हजुरले एकचोटि सर्च गरेर हेर्नुभयो भने फर्स्टमै देख्न सक्नुहुन्छ एससी.gov.np। यिनीहरू चाहिँ एकदमै लेजिट साइटहरू हुन्छन् र सिम्पली हजुरले चाहिँ यो साइटमा एकचोटि क्लिक गर्नु होला। र क्लिक गरिसकेपछि अब यो साइटले चाहिँ बिस्तारै अहिले काम गरिरहेको छैन किनकि धेरै ट्राफिकहरू चाहिँ यो साइटमा आइरहेको छन्। हजुरले त्यसरी बुझ्नु होला। जब यो अलि समयपछि हजुरले खोलिरहनु होला अथवा प्रयास गर्दै गर्नु होला र तपाईँले यो प्रयास गर्दै गर्दा चाहिँ बिस्तारै खुलेपछि तपाईँले चाहिँ यहाँबाट फेरि आफ्नो सिम्बल नम्बर हालेर चाहिँ चेक गर्न सक्नुहुन्छ है त। सो आशा छ हजुरले सबै कुरा बुझिसक्नु भएको छ र एससीको रिजल्ट चाहिँ हामीले अब कसरी हेर्न सकिन्छ भन्ने कुरा पनि हजुरले जानकारी पाइसक्नु भएको छ। यदि तपाईँलाई यो भिडियो हेरेर कुनै पनि त्यस्तो अप्ठ्यारो पर्यो अथवा तपाईँले केही बुझ्नु भएन भने चाहिँ हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। र आजको लागि यति नै भन्न चाहन्छु। आशा छ भिडियो पक्कै हेल्पफुल भयो होला। यदि भिडियो साँच्चीकै हेल्पफुल भयो भने भिडियोलाई एउटा लाइक गर्नु होला र अरू यस्तै साथीहरूमाझ पनि यो भिडियोलाई सेयर गर्न नभुल्नु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै भिडियोको लागि चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब पनि गर्नु होला र त्यसैको छेउमा रहेको बेल आइकनलाई पनि अल अप्सनमा राख्न नभुल्नु होला है त। सो आजको लागि यति नै। फेरि नेक्स्ट डे पक्कै पनि आउनेछु र तपाईँलाई कुनै इस्यु भएछ भने कमेन्टमा चाहिँ भन्न सक्नुहुनेछ है त।